यो जेलीमा चाहिँ भित्र के भन्छ यस्तो सेतो निस्किन्छ अरे कि मैले भिडियोमा देखेको थिएँ हो। अन्त चाहिँ म यहाँ ट्राई गर्न आँटेको छु। यहाँ अगस्त्यलाई देखाइदिएँ त, यसले चाहिँ पुरा यस्तो जेली पुरा खान्छ नि त। अन्त चाहिँ म यहाँ ट्राई गरेर यसलाई देखाउन आँटेको छु यहाँभित्र चाहिँ के हुन्छ र खानु हुँदैन भनेर कि यसमा हाल्नेवाला चाहिँ यहीँ देखाइदिएँ ल। हियर्स हुन्छ कि हुँदैन के भाइले पनि भिडियो गर्दैछ हौ। भाइ अलिकति रहेछ हुन्छ कि हुँदैन हेर्नुहोस् है त। त्यसो त भाइ अलिकति किन लाग्छ ट्राई गरेर हेर्नुहोस् है सबैजनाले हुन्छ कि हुँदैन हो। यो भित्र चाहिँ सेतो हुन्छ अरे यहाँ हेरे भाइ, भाइलाई पुरा खान्छ होइन भाइले जेली हुन्छ कि हुँदैन। म चाहिँ यहाँ भाइलाई देखाउनको लागि खानु हुँदैन भनेर चाहिँ म यहाँ ट्राई गर्दैछु है हेर्नुहोस् न सबैजना। यसको फेभरेट होइन हुन्छ कि हुँदैन यहाँभित्र। मजाले जानुपर्छ चाहिँ किन लाग्दैछ यस्तो नि खान्छस् नि त होइन। यहाँ अरे अब भाइ पत्याउँदैनस् नि खानु हुँदैन भनेर यस्तोहरू। मैले अगाडि टाइप भन्नुभएको थियो नि गयो फुस्केको माथि भाइले देखेर त ऊ राम्रो त्यसो भाइ यहाँ देख यस्तो निचारेको छु यहाँ अरे अगस्त यहाँ हेर्दै हो ट्राई गर्दा त साँच्ची नै हुँदो रहेछ है भाइ जेली खानु। अन्डाको त्यो उयो जस्तै भित्र होइन राम्रो सो मैले चाहिँ यही देखाउनु खोजेको थिएँ र नानीहरूलाई चाहिँ यस्तो जेली दिनु हुँदैन रहेछ। त्यही हो सबैजनाले हेरिदिनुहोस् र सेयर गरिदिनुहोस् होला सबैजनाले। अहिलेको लागि चाहिँ बाई बाई।